हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल बस तामाङ ब्लग। र आज चाहिँ म आपा बारीमा काम गर्दैछु र आपाले चाहिँ खाल्टा खन्नु हुँदैछ र मैले चाहिँ मल बोक्दै ल्याउँदै छरिदिँदैछु खाल्टामा। र आपाले चाहिँ मकै रोप्नु हुँदैछ र मकै रोपिसकेपछि म चाहिँ खाना पकाउन आएको थिएँ र मैले आमालाई नै पकाइदिनु ल भनेर भने आज हो मेरो अर्कै काम छ नि त। अन्त आमाले चाहिँ आपालाई भन्नुभएछ र आपाले चाहिँ मिठो पकाउनुहुन्छ नि त लाङ्सा। र मेरो चाहिँ के काम थियो भन्दाखेरि चाहिँ तपाईँले देखिरहनु भएको छ म चाहिँ प्याज काट्दैछु। किन भन्दाखेरि चाहिँ आज चाहिँ मोमो खाने बेलुका चिकन मोमो खाने म चाहिँ। अन्त लाङ्सा मोमो चाहिँ आपाले खानुहुन्छ म चाहिँ लाङ्सा मोमो खाँदिनँ नि त धेरै दिन भएको थियो मोमो नखाएको चिकनको। र काटिसकेपछि चाहिँ म दही पनि गरेँ हावा कस्तो डरलाग्दो आइरहेको थियो। अन्त 12 बजी उता खाना खाइसकेर चाहिँ किमा पनि रेडी गर्दैछु। यो चाहिँ चिकनको किमा रेडी गर्दैछु पियाजहरू हालेर अदुवा हालेर तेल पनि खरेको तेल हालेर मिक्स गरेँ मजाले। अन्त त्यसपछि चाहिँ मैले भाँडामा माटो पनि लगाएँ किनभने भाँडा साह्रै कालो हुन्छ धुनु साह्रो पर्छ भनेर चाहिँ। र सुपको लागि चाहिँ मैले कोपी र प्याज काटेर हालेँ मजाले है सुप मिठो हुन्छ नि त कोपीहरू हालेर बनाएको। र त्यसपछि आमाले चाहिँ चेयर भिडियोमा देख्यो भने चाहिँ हटाइदिनु भएको अरे। मैले चाहिँ डल्लाहरू बनाउन थालेँ है र बनाइसकेर बेल्नु पनि थालेँ र बेलिसकेर चाहिँ मेरो चिकनको मोमो चाहिँ बनाउन थालेँ। यो चाहिँ मेरो लागि फर्स्ट। अन्त आमाले चाहिँ यहाँ लाङ्सा मोमोको लागि रेडी गर्नुहुँदैछ किमाहरू। अन्त यहाँ रात पनि परिसक्यो है। अन्त यहाँ पारी पारी देख्नुहुँदैछ होला कता कता है। यहाँ पर देख्नुहुँदै गरेको चाहिँ हाम्रै गाउँ लाइटको उज्यालो मात्रै देखिरहनु भएको होला। अन्त म चाहिँ कटेरामा जाँदैछु किटक्याटले चाहिँ मलाई हेरिरहेको रहेछ बिचरा। अन्त मोमो पनि पाक्यो पाकेन भनेर चाहिँ म त हेर्नु आएको हो र तपाईँहरूलाई पनि देखाउँछु। र यो चाहिँ लाङ्सा मोमो मजाले पाकेछ है फ्लाटफ्लुट भएछ। र यो चाहिँ मेरो चिकन मोमो यो चाहिँ मेरो लागि यत्रो बिना त खाइसक्दिनँ होला। र आमाले चाहिँ भित्रै टिभी हेर्दै खान्छु भनेर चाहिँ आमालाई भाग लगाइदिँदैछु र आपाले चाहिँ खानुहुँदैछ। अन्त आमाले चाहिँ भाग लगेर जानुभयो टिभी नै हेर्दै खान्छु भनेर। अन्त आपाले चाहिँ खानुहुँदैछ। आपालाई चाहिँ भनेको नि त कस्तो भयो भनेर हातको इसारामा भन्नु न त भनेको कि। अन्त म पनि खाँदैछु र मोमो चाहिँ मिठो भयो तर नुन चाहिँ अलिकति कम्ती भएछ। अचार चाहिँ साँच्चै भनेको यति साह्रो मिठो लाग्यो कि आज चाहिँ मैले अचारमा चाहिँ आज तिल र लसुन मिसाएर बनाएको थिएँ। लसुनको गन्धले चाहिँ गर्दा कस्तो मिठो लाग्यो अचार चाहिँ कस्तो मिठो पिरो। मोमोमा चाहिँ अलिकति नुन कम्ती भयो अन्तखेरि चाहिँ मजाले खाएँ। र यो चाहिँ बिहानको भिडियो बेलुका चाहिँ आमाले देखाउनु पाएन नि त हो त्यही भएर चाहिँ आमाले चाहिँ बेलुकाको मोमो उब्रेको खानुहुँदैछ मजाले र आपाले पनि खानुहुँदैछ। र आजको भिडियो मन पऱ्यो भने लाइक गरिदिनुहोस् होला अनि सेयर गरिदिनुहोस् होला।